नमस्कार। आज हामी एउटा यस्तो विषयमा अलि गहिरिएर कुरा गर्दैछौँ जो नेपालमा लगभग हरेक बजेट भाषणमा, आर्थिक बहसमा, चिया पसलमा पनि सुनिन्छ। कुन विषय होला? त्यही त करको दर होइन, दायरा बढाउँ। सुन्दा त कति राम्रो लाग्छ होइन? हो त नि, सबैजना कर प्रणालीमा आए, कसैलाई धेरै भार परेन, सरकारको ढुकुटी पनि बढिने, सोच त राम्रो हो। तर के यो नाराले साँच्चै काम गर्यो त? हामीले हेरेका केही विश्लेषण र तथ्याङ्क केलाउँदा अलि अनौठो, अलि चिन्ता लाग्दो तस्बिर पो देखियो। हो? कस्तो तस्बिर? आजको हाम्रो खोजी त्यही हुनेछ। यो चर्चित नाराको वास्तविकता के हो? किन कर तिर्ने मान्छेको संख्या वात्तै बढ्दा पनि देशको राजस्व खासै बढेन? यो महत्त्वपूर्ण प्रश्न हो। र साँच्चै राजस्व बढाउने हो भने ध्यान कहाँ दिनुपर्ने रहेछ त? तपाईले एकदमै सान्दर्भिक विषय उठाउनुभयो। यो दर होइन दायराको नारा, यसको पछाडिको सोच आफैमा नराम्रो त थिएन, होइन? थिएन। यसको मूल आशय त के थियो भने अर्थतन्त्रका सबै क्षेत्र, सबै आम्दानी गर्ने व्यक्ति वा संस्था, उनीहरूलाई कर प्रणालीको मूल प्रवाहमा ल्याउने, जसले गर्दा करको बोझ सीमित वर्ग वा व्यवसायमा मात्र नथुप्रियोस्। अपेक्षा के थियो भने एकातिर कर तिर्नेलाई न्यायोचित भार पर्छ, अर्कोतिर राज्यले विकास र सेवाका लागि आवश्यक स्रोत जुटाउन सक्छ। सैद्धान्तिक रूपमा त यो एकदमै राम्रो बाटो देखिन्छ नि। हो, सिद्धान्तमा त एकदमै लोभ लाग्दो सुनिन्छ। तर जब हामी वास्तविक तथ्याङ्क हेर्छौँ नि, कथा अलिकति फरक मोड लिन्छ। कस्तो फरक? हामीले हेरेका स्रोतहरू अनुसार पछिल्लो दशकमा, मतलब करिब 10 वर्षको अवधिमा नेपालमा प्यान लिने वा करदाताको रूपमा दर्ता हुनेहरूको संख्यामा त नाटकीय वृद्धि भएको छ। हो, त्यो त सुनेकै हो। कुनै क्षेत्रमा दोब्बर, कुनैमा त 8-9 गुणासम्म पुगेको देखिन्छ। यो त ठूलो फड्को हो नि, हैन र? हो, दर्ता संख्याको हिसाबले हेर्दा त प्रगति नै देखिन्छ। तर यही तथ्याङ्कको अर्को पाटो छ जुन तपाईले अघि संकेत गर्नुभयो। कुन पाटो? त्यो कुल गारस्थ्य उत्पादन मतलब जीडीपी को अनुपातमा कुल कर राजस्व। यसले देशको समग्र आर्थिक आकारको तुलनामा कति कर उठ्यो भन्ने देखाउँछ। त्यो अनुपात महत्त्वपूर्ण भयो। हो, र अचम्मको कुरा के छ भने यो 10 वर्षको अवधिमा जब करदाताको संख्या यति धेरैले बढ्यो, जीडीपीको अनुपातमा कर राजस्व भने लगभग उही स्तरमा रह्यो। उस्तै कति फरक पर्यो त? 16.10%बाट बढेर मुस्किलले 16.56% पुग्यो। यो त एकदमै नगण्य वृद्धि हो। यति ठूलो दर्ता अभियान चलेको थियो, त्यसको नतिजा हेर्दा त यो केही पनि होइन। यहीँनिर त हो नि गाँठो परेको। यदि कर तिर्नुपर्ने मान्छे वा व्यवसाय यति धेरै थपिए भने सरकारी ढुकुटीमा पैसा पनि त त्यही अनुपातमा बढ्नुपर्ने होइन र? हो, अपेक्षा त त्यही थियो। तर त्यसो भएन। यसले त सिधै प्रश्न उठाउँछ के हाम्रो दायरा बढाउने नीति नै कतै गलत ठाउँमा केन्द्रित भयो कि? वाह, हामीले दायरा बढाउने नाममा खालि मान्छे गन्ने काम मात्र गर्यौं, तर उनीहरूबाट साँच्चै कर उठाउने प्रणाली बनाउन सकेनौं। त्यो चर्चित प्रश्न फेरि सान्दर्भिक हुन्छ। संख्या बढ्यो तर कर खोइ। तपाईले ठिक ठाउँमा औल्याउनु भयो। यो संख्या बढाउने मोहले हामीलाई त्यो प्यान दर्ता अभियानतिर फर्केर हेर्न बाध्य बनाउँछ। हो, त्यो अनिवार्य प्यानको कुरा हैन? हो, जब देशभरि अनिवार्य प्यानको व्यवस्था लागू गरियो, विशेष गरी तलब खाने कर्मचारीहरूका लागि, अनि पछि साना व्यवसायहरूलाई समेत प्रोत्साहन गरियो, त्यसबेला निकै ठूलो उत्साह देखाइएको थियो नि। थियो त। सरकारी अधिकारीहरूले फोटो खिचाएको, प्रेस विज्ञप्तिहरू आएको, समाचारहरू बने, एक किसिमको सन्देश गयो अब सबैजना करको दायरामा आउँदैछन्, अब राजस्व वात्तै बढ्छ भन्ने जस्तो। हो, त्यो तामझाम मलाई पनि याद छ। तर नतिजा के भयो त? तपाईले भन्नुभयो जस्तो दर्ता त भए, तर त्यसपछि के? वास्तविकता अलि तितो देखियो। हामीसँग भएका विश्लेषणहरूले के देखाउँछन् भने यसरी दर्ता भएका मध्ये करिब आधाले त नियमित रूपमा आफ्नो कर विवरण नै बुझाउँदैनन्। कति? आधाले? करिब आधा। यो आफैमा ठूलो समस्या हो। त्यो त हो। अनि विवरण बुझाउनेहरूमध्ये पनि ठूलो संख्याले शून्य कर देखाउँछन्, 0 ट्याक्स। शून्य कर मतलब उनीहरूले आफ्नो आम्दानी वा कारोबार कर लाग्ने न्यूनतम सीमाभन्दा कम भएको देखाउँछन्। आधाले विवरणै नबुझाउने, त्यो त सुन्दा अचम्म लाग्यो। यसले त प्रशासनलाई उल्टे कति भार थप्यो होला नि, हैन र? एकदम। दर्ता गर्ने, प्रणालीमा उनीहरूको रेकर्ड राख्ने अनि विवरण नबुझाउँदा ताकेता गर्ने, यो सबैमा राज्यको समय र स्रोत खर्च भयो।
तर अन्त्यमा राजस्वको हिसाबले हात लाग्यो 0। हो त, यो त खोदा पहाड निक्ला चुहा भन्ने जस्तो भयो। त्यस्तै भयो, ठ्याक्कै त्यस्तै भयो। प्रशासनिक लागत बढ्यो तर राजस्वमा त्यसको अनुपातमा वृद्धि भएन। र यो समस्या केवल नेपालको मात्रै होइन। अरू देशमा पनि यस्तै छ? एसियाली विकास ब्याङ्क होस् वा विश्व ब्याङ्क, उनीहरूले गरेका विभिन्न अध्ययनले के देखाउँछन् भने विकासोन्मुख देशहरूमा कर प्रणालीको मुख्य चुनौती केवल मान्छेहरूलाई दायराभित्र ल्याउनु मात्र होइन। अनि के हो त? त्योभन्दा ठूलो चुनौती त दायराभित्र आइसकेकाहरूबाट नियम अनुसारको कर उठाउनु हो, जसलाई हामी कर अनुपालन मतलब ट्याक्स कम्प्लायन्स भन्छौँ। कम्प्लायन्स हो। दर्ता हुनु पहिलो खुड्किलो मात्र हो, तर प्रणालीमा सक्रिय भएर सही जानकारी दिएर तिर्नुपर्ने कर समयमै तिर्नु चाहिँ पुरै यात्रा हो। धेरै देशहरू यही यात्रामा पछाडि परेका छन्। यसले त सिधै कर प्रशासनको काम गर्ने तरिका, उनीहरूको अनुगमन क्षमता अनि प्रयोग भइरहेको प्रविधिमाथि नै प्रश्न उठाउँछ नि त। उठाउँछ। के हाम्रो लेखा परीक्षण मतलब अडिट प्रणाली साँच्चै प्रभावकारी छ त? के हामीले सही ठाउँमा ध्यान केन्द्रित गरिरहेका छौँ? अन्तर्राष्ट्रिय स्तरमा सफल मानिएका अभ्यासहरू कस्ता छन्? यो एकदमै महत्त्वपूर्ण प्रश्न हो, किनभने दर्ता गर्नु एउटा कुरा हो, तर दर्ता भएकाले सही कर तिरेनन् भनेर जाँच्नु अर्को कुरा हो त। विकसित देशहरू जस्तै तपाईँले भारत वा अमेरिकाको उदाहरण लिन सक्नुहुन्छ, उनीहरूले आफ्नो अडिट प्रणालीलाई धेरै हदसम्म तथ्याङ्कमा आधारित, डेटा ड्रिभन र जोखिम आधारित रिस्क बेस्ड बनाएका छन्। डेटा ड्रिभन र रिस्क बेस्ड, यो अलि बुझाइदिनुस् न। यसको मतलब के हो भने उनीहरूले सबै करदाताको फाइल पल्टाएर बस्दैनन्, बरु विभिन्न स्रोतबाट प्राप्त तथ्याङ्कको विश्लेषण गरेर कहाँनिर कर छलीको सम्भावना बढी छ, कुन क्षेत्र वा कस्ता करदाता बढी जोखिमपूर्ण छन् भनेर पहिले पहिचान गर्छन्। पहिले जोखिम पहिचान गर्ने हो, अनि आफ्नो अडिट गर्ने प्रयास तही केन्द्रित गर्छन् जहाँ जोखिम बढी छ, सबैतिर छरिएर होइन। भारतको उदाहरण अझ रोचक छ भनिन्छ नि। त्यहाँ त मेसिन लर्निङ जस्तो आधुनिक प्रविधि पनि प्रयोग भएको सुनिन्छ। यो कसरी काम गर्छ होला? हो, भारतले पछिल्ला वर्षहरूमा प्रविधिको प्रयोगलाई निकै जोड दिएको छ। मेसिन लर्निङ भनेको कृत्रिम बौद्धिकताको एउटा रूप हो। आर्टिफिशियल इन्टेलिजेन्स हो। यसमा के हुन्छ भने कम्प्युटर प्रणालीलाई ठूलो मात्रामा तथ्याङ्क दिइन्छ, जस्तै करदाताको विगतको विवरण, ब्याङ्क कारोबार, आयात निर्यात, खरिद बिक्री, अनि त्यो तथ्याङ्कबाट प्रणालीले आफै असामान्य वा शङ्कास्पद ढाँचाहरू, प्याटर्न्स पत्ता लगाउन सिक्छ। कम्प्युटरले आफै शङ्कास्पद कुरा पत्ता लगाउने हो। उदाहरणका लागि कुनै कम्पनीले हरेक वर्ष ठूलो कारोबार देखाउँछ तर नाफा सधैँ 0 वा नोक्सान देखाउँछ भने, वा एउटै व्यक्तिले धेरैवटा कम्पनी दर्ता गरेर जटिल कारोबार देखाउँछ भने, वा कसैको आम्दानी विवरण र जीवनशैली जस्तै महँगो गाडी, घर त्यो मेल खाँदैन भने, यस्ता कुराहरू प्रणालीले पत्ता लगाउन सक्छ। भारतमा यस्तो प्रविधि प्रयोग गरेर नक्कली बीजक जारी गर्ने, भ्याट छली गर्ने वा दर्ता मात्रै भएका तर वास्तविक कारोबार नगर्ने मतलब सेल कम्पनीज पहिचान गर्न मद्दत मिलेको देखिन्छ। नक्कली कम्पनीहरू पनि हो। एउटा अध्ययनले त यसरी जोखिमपूर्ण भनेर पहिचान गरिएका मध्ये आधाभन्दा बढी फर्महरू साँच्चै समस्याग्रस्त वा नक्कली पाइएको देखाएको थियो। बापरे, यो त निकै शक्तिशाली प्रविधि रहेछ। जोखिम भएको ठाउँमा मात्र ध्यान केन्द्रित गर्न सकियो भने त स्रोतको पनि बचत हुन्छ, प्रभावकारिता पनि बढ्छ। हो नि। तर हाम्रो नेपालको अवस्था कस्तो छ त? के हामीले यस्तो जोखिम आधारित अडिट अपनाएका छौँ? प्रविधिको प्रयोग कतिको इन्टिग्रेटेड मतलब एकीकृत छ? नेपालको सन्दर्भमा हाम्रो अडिट प्रणाली अझै पनि धेरै हदसम्म नियमित मतलब रुटिन प्रकृतिको छ। रुटिन अर्थात् निश्चित प्रतिशत फाइलहरू हरेक वर्ष अडिट गर्ने भन्ने लक्ष्य राखिन्छ, तर त्यो छनौट प्रक्रिया पूर्ण रूपमा जोखिममा आधारित नहुन सक्छ, जसले गर्दा कहिलेकाहीँ इमान्दार करदाताले अनावश्यक झन्झट बेहोर्नु पर्ने। तर ठूलो छली गर्नेहरू छुट्न सक्ने सम्भावना रहन्छ। प्रविधिको प्रयोग त भइरहेको छ, जस्तै अनलाइन कर विवरण भर्ने प्रणाली छ, तर त्यो अझै सतही छ। सतही हो। सबैभन्दा ठूलो समस्या भनेको विभिन्न सरकारी निकायहरू जस्तै आन्तरिक राजस्व विभाग, भन्सार विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय, ब्याङ्कहरू बीचमा सूचना र तथ्याङ्कको स्वचालित आदान प्रदान र एकीकृत विश्लेषण गर्ने प्रणालीको अभाव हो।
सूचना आदान प्रदानकै कमी हो, स्वचालित र एकीकृत रूपमा एउटा निकायसँग भएको जानकारी अर्कोले सहजै प्रयोग गर्न सक्दैन। यसको मतलब हाम्रो प्रणाली टुक्रा टुक्रामा काम गरिरहेको छ, एक आपसमा जोडिएको छैन। हो त। यसले गर्दा कर छलीका सम्भावित सङ्केतहरू छुट्न सक्छन्। यो त कस्तो भयो भने हामीले धेरै मान्छेको नाम त टिप्यौं, तर उनीहरूलाई सम्पर्क गर्ने सही ठेगाना वा उनीहरू के गर्छन् भन्ने पूरा जानकारी नै नभए जस्तो। एकदम सही। यो प्रणालीगत कमजोरीले गर्दा हाम्रो कर प्रशासन धेरै हदसम्म प्रतिक्रियात्मक, रियाक्टिभ बन्न पुगेको छ। रियाक्टिभ मतलब? अर्थात् समस्या आइसकेपछि वा कसैले उजुरी गरेपछि मात्रै तात्ने, तर समस्या आउनु अघि नै तथ्याङ्क विश्लेषण गरेर सम्भावित जोखिम पहिचान गर्ने र रोक्ने खालको पूर्वानुमानिक प्रिडिक्टिभ क्षमता विकास हुन सकेको छैन। प्रिडिक्टिभ हुन सकेन। यसको समग्र असर के भयो त भन्दा दर्ता सङ्ख्याको चाङ बढ्दै जाने, तर वास्तविक कर सङ्कलन सोही अनुपातमा नबढ्ने, अनि यो सबै व्यवस्थापन गर्न प्रशासनिक भार भने थपिँदै जाने। यो एक किसिमको दुष्चक्रमा फसे जस्तो देखिन्छ। हामीले प्रणालीभित्रका र दर्ता भएकाहरूको कुरा गर्यौं, तर नेपालको अर्थतन्त्रको ठूलो हिस्सा त यो औपचारिक कर प्रणालीभन्दा बाहिरै छ, होइन त? हो, त्यो पनि ठूलो पाठ हो। हामीले हाम्रै टोल छिमेकमा देखेका साना पसल, ठेलागाडामा व्यापार गर्नेहरू, दैनिक ज्यालादारी गर्नेहरू, कृषिमा आश्रित ठूलो जनसङ्ख्या, यिनीहरूमध्ये धेरैजना कर प्रणालीमा छैनन्। यो अनौपचारिक अर्थतन्त्रको भूमिका र चुनौतीबारे पनि कुरा गरौँ न। हो, नेपालको अर्थतन्त्रको एउटा महत्त्वपूर्ण विशेषता भनेकै ठूलो अनौपचारिक क्षेत्र, इन्फर्मल इकोनोमी हो। यसले जीडीपीमा उल्लेख्य योगदान गर्छ र धेरै मानिसलाई रोजगारी पनि दिएको छ त। तर यो क्षेत्र प्राय करको दायराभन्दा बाहिर रहन्छ। अब यहाँ एउटा नीतिगत दुविधा आउँछ। के यी सबै साना र अनौपचारिक व्यवसायहरूलाई जबरजस्ती करको दायरामा ल्याउन खोज्नु सही हो त? किन नल्याउने त? सबैले तिर्नुपर्छ भन्ने होइन र? सिद्धान्त त हो, तर व्यवहारमा हेर्दा यी मध्ये धेरै व्यवसाय एकदमै साना हुन्छन्। उनीहरूको नाफा पनि थोरै हुन्छ। उनीहरूलाई कर प्रणालीमा ल्याउँदा उनीहरूबाट उठ्ने सम्भावित राजस्व भन्दा उनीहरूले त्यो प्रणालीको नियम पालना गर्न लाग्ने लागत, कम्प्लायन्स कस्ट, धेरै हुन सक्छ। कम्प्लायन्स कस्ट कस्तो लागत? जस्तै लेखा राख्नुपर्ने झन्झट, फारम भर्न जान्ने मान्छे खोज्नुपर्ने, कर कार्यालय धाउनुपर्ने समय र खर्च, यी सबैले उनीहरूको सानो व्यवसाय चलाउने गाह्रो बनाइदिन सक्छ। हो त नि। उनीहरूको मुख्य ध्यान त आफ्नो व्यापार गरेर 2 पैसा कमाउनेमा हुन्छ। जटिल कर प्रणालीको सामना गर्ने क्षमता उनीहरूसँग नहुन सक्छ। तर व्यवसायहरू औपचारिक प्रणालीमा आउनुको फाइदा कर तिर्नु मात्र त होइन होला नि, औपचारिक हुनुका अरू फाइदा पनि त होलान्। बिल्कुल, यो एकदमै महत्त्वपूर्ण कुरा हो। व्यवसाय औपचारिक हुनुका अर्थात् दर्ता भएर नियम कानुन अनुसार चल्नुका कर बाहेक अरू धेरै फाइदाहरू छन्, जसलाई हामी नन ट्याक्स बेनिफिट्स भन्छौँ। नन ट्याक्स बेनिफिट्स? हो, यी लाभहरूमा ध्यान दिनु झनै जरुरी छ। कस्ता फाइदाहरू? उदाहरण दिनुस् न। जस्तै औपचारिक रूपमा दर्ता भएको व्यवसायले बैंक तथा वित्तीय संस्थाबाट ऋण पाउन धेरै सजिलो हुन्छ। ए, ऋण पाउन सजिलो हुने? हो। आफ्नो व्यवसाय विस्तार गर्न वा अप्ठ्यारो पर्दा कर्जा लिन अनौपचारिक क्षेत्रलाई निकै गाह्रो हुन्छ। दोस्रो, औपचारिक व्यवसायले सरकारी अनुदान, सहुलियत वा तालिम कार्यक्रमहरूमा पहुँच पाउँछ। तेस्रो, ठूला कम्पनीहरूलाई सामान आपूर्ति गर्न वा सरकारी ठेक्कापट्टामा भाग लिन औपचारिक दर्ता अनिवार्य हुन्छ, जसले गर्दा बजार पहुँच फराकिलो हुन्छ। बजार पहुँच पनि बढ्ने हो। चौथो, उसको व्यवसायले कानुनी मान्यता र सुरक्षा पाउँछ। भोलि कसैले अनावश्यक दुःख दिन वा सताउन खोज्यो भने कानुनी उपचार खोज्न सजिलो हुन्छ। कानुनी सुरक्षा पनि। अनि पाँचौं, बिस्तारै कर तिर्ने बानी पर्दै जान्छ र कर तिर्नुलाई आफ्नो दायित्व ठान्ने सोचको विकास हुन्छ, जसलाई कर नैतिकता, ट्याक्स मोडाल भनिन्छ। अर्थात् नागरिकले कर तिर्नुलाई सही र आफ्नो कर्तव्य हो भन्ने सोच्ने अवस्था। ए हो, मतलब म दर्ता भएको छु, नियमअनुसार चल्छु भन्न पाउँदा एउटा सुरक्षा र प्रतिष्ठा पनि त मिल्ने रहेछ नि। यो त महत्त्वपूर्ण कुरा रहेछ। हो त। यसको मतलब राज्यले केवल कर तिर भनेर डण्डा लगाउने होइन, बरु यी गैर कर लाभहरू सिर्जना गर्न र व्यवसायहरूलाई औपचारिक प्रणालीमा आउन स्वेच्छाले आकर्षित गर्न लगानी गर्नुपर्छ भन्ने देखियो। एकदम। जब व्यवसायहरूले औपचारिक हुनुमा फाइदा देख्छन्
र कर प्रणाली झन्झटिलो होइन बरु सहयोगी छ भन्ने महसुस गर्छन् तब उनीहरू आफै प्रणालीमा आउन उत्प्रेरित हुन्छन्। अनि यसका लागि राज्यले के गर्नु पर्यो त? राज्यले के गर्नुपर्छ भने कर तिर्ने प्रक्रियालाई सकेसम्म सरल बनाउने, अनलाइन प्रणालीहरू भरपर्दो र सजिलो बनाउने, कर कार्यालयहरूबाट राम्रा सेवा र सूचना दिने व्यवस्था मिलाउने प्रणाली सहज बनाउने हो। अनि सँगसँगै औपचारिक व्यवसायलाई दिइने ऋण सुविधा, बजार पहुँच जस्ता गैर कर लाभहरूलाई बढावा दिने। यदि यसो भएन भने कि त व्यवसायहरू प्रणालीमा आउँदैनन्, आएकाहरू पनि झन्झट र लागत देखेर फेरि अनौपचारिक अर्थतन्त्रमै फर्किन सक्छन्। त्यसो भए यो लामो छलफलपछि हामी फेरि मूल प्रश्नमा फर्कियौं, समाधानको बाटो के त? त्यो पुरानो नारा दर होइन दायरा बढाउँ साँच्चै सार्थक बनाउन के गर्नु पर्ला? खाली नारा लगाएर मात्र त नहुने रहेछ। मूल कुरा के हो भने हामीले कर प्रणालीको आधारभूत संरचना, यसको इन्जिनलाई नै बलियो बनाउनुपर्छ। प्रणालीको इन्जिन? हो। गाडीको बाहिरी रङ जति राम्रो भए पनि इन्जिन कमजोर छ भने गाडी गुड्दैन। त्यस्तै कर प्रणालीको इन्जिन भनेको के हो त? त्यो हो दक्ष, इमान्दार र उत्प्रेरित कर्मचारी तन्त्र, प्रभावकारी एकीकृत र आधुनिक प्रविधिको प्रयोग, सरल, स्पष्ट र अनुमानयोग्य कर कानून र प्रक्रिया, र सबैभन्दा महत्त्वपूर्ण, करदाता र कर प्रशासन बीच विश्वासको सम्बन्ध। विश्वासको सम्बन्ध? हो। जबसम्म यो इन्जिन बलियो हुँदैन तबसम्म जतिसुकै दायरा बढाए पनि वा दर घटाए बढाए पनि अपेक्षित परिणाम आउँदैन। हार्वर्ड विश्वविद्यालयको एउटा चर्चित अध्ययनले पनि त यस्तै कुरालाई जोड दिएको थियो होइन, कि कर प्रशासनमा सुधार गर्दा मात्रै पनि करको दर बढाउँदा जत्तिकै राजस्व वृद्धि हुन सक्छ भनेर। हो। त्यो महत्त्वपूर्ण अध्ययनले विकासोन्मुख देशहरूको सन्दर्भमा के देखाएको थियो भने कर प्रशासनको क्षमता र प्रभावकारितामा सुधार गर्दा, जस्तै अडिट प्रणालीलाई जोखिम आधारित बनाउने, प्रविधिको राम्रो प्रयोग गर्ने, करदाता सेवा र शिक्षामा लगानी गर्ने, यति गर्दा मात्रै पनि करको दर 8%ले बढाए सरहको राजस्व वृद्धि हासिल गर्न सकिन्छ। 8%ले बढाए जत्तिकै प्रशासन सुधारले मात्र? हो। यसले के कुरालाई जोड दिन्छ भने हाम्रो ध्यान केवल कति दर लगाउने वा कतिलाई दर्ता गर्ने भन्ने सतही कुरामा मात्र अड्किनु हुँदैन। मुख्य ध्यान त प्रणालीलाई कसरी निष्पक्ष, कुशल र प्रभावकारी बनाउने भन्नेमा हुनुपर्छ। त्यसो भए अन्तिममा भन्नुपर्दा दायरा विस्तार आफैमा साध्य, मतलब गोल होइन, बरु साधन वा परिणाम, आउटकम मात्र हो। हो, ठ्याक्कै त्यही हो। दायरा विस्तार त एउटा स्वस्थ र प्रभावकारी कर प्रणालीको प्राकृतिक उपज हो। प्राकृतिक उपज हो। जब कर प्रणालीले सबैलाई समान व्यवहार गर्छ, जब कर तिर्न सजिलो हुन्छ, जब कर तिर्दा राज्यबाट केही न केही लाभ पाइन्छ भन्ने विश्वास हुन्छ, र जब कर छल्नेलाई कारवाही हुन्छ भन्ने डर हुन्छ, तब मानिसहरू र व्यवसायहरू स्वेच्छाले कर प्रणालीमा सहभागी हुन चाहन्छन्। तब मात्र त्यो पुरानो नारा दर होइन दायरा बढाउँले सार्थकता पाउँछ। हो। नत्र यो केवल एउटा खोक्रो नारामा सीमित रहन्छ, जसरी विगत 1 दशकको तथ्याङ्कले देखायो। आजको यो गहिरो विश्लेषणले एउटा कुरा स्पष्ट पारेको छ, नेपालमा कर राजस्व बढाउने चुनौती केवल करदाताको टाउको गनेर वा करको दर घटाएर बढाएर मात्र आउँदैन। मुख्य कुरा त कर प्रणालीको भित्री यन्त्रहरू, यसको प्रशासन, प्रविधि, प्रक्रिया र सबैभन्दा माथि विश्वासलाई बलियो बनाउनु रहेछ। जब प्रणालीको जग बलियो हुन्छ तब मात्र दर होइन दायराको नाराले वास्तविक अर्थ पाउँछ र परिणाम दिन सक्छ। र अन्तमा एउटा प्रश्न सोच्नको लागि छोडेर जाउँ, एउटा प्रभावकारी, निष्पक्ष र विश्वासिलो कर प्रणालीले केवल सरकारी ढुकुटी भर्ने काम मात्र गर्छ कि यसले त्योभन्दा पर गएर अनौपचारिक अर्थतन्त्रलाई औपचारिकतामा ल्याउन, व्यवसायहरूलाई फस्टाउने वातावरण दिन र समग्रमा देशको दिगो आर्थिक विकास र सुशासनमा अझ भराकिलो र सकारात्मक भूमिका खेल्न सक्छ? हो, यसका बहुआयामिक प्रभावहरूबारे थप चिन्तन गर्न सकिन्छ।